नमस्कार माउन्टेन टेलिभिजन हेरेर बसिराख्नुभएका समस्त दर्शकवृन्दलाई स्वागत गर्न चाहन्छु कार्यक्रम यी पर्दामा। मनोरञ्जन दुनियाँमा भइरहेका विभिन्न गतिविधि प्रस्तुत गरिने यस कार्यक्रम यी पर्दामा हामी घटनाको सही विश्लेषण पनि गर्ने गर्छौं। यो हप्ता पनि हामीसँग विभिन्न जानकारीहरू रहेका छन्। अब लागौं आज यी पर्दामा प्रस्तुत गरिने प्रमुख प्रसंगतर्फ। यी पर्दामा प्रस्तुत गरिने प्रमुख प्रसंगहरू यस प्रकार छन्। लभ फरेभरले दर्शक नपाउँदा हल भयो खाली। अश्लील दृश्य र छाडा संवादका कारण चलचित्रले पायो दर्शकको गाली। दिन प्रतिदिन खस्किँदै नेपाली चलचित्र, बिरानो बन्दै आफ्नै बजारभित्र। संसारकर्मी कुमार पनि अब गायनमा, श्रीमान गाउने, श्रीमती देखिँदैछिन् मोडलिङमा। कार्यक्रम यी पर्दामा सुरुवातमै जानकारी गरौं चलचित्र लभ फरेभरको एक हप्ताको अवस्था कस्तो थियो त। चलचित्रले प्रशंसा कमाउने त कुरै भएन। त्यो चलचित्रको प्रोमोको आलोचना हुँदै धेरैले अड्कल गरेको कुरा हो। त्यसमाथि बहुप्रतीक्षित भनेर प्रस्तुत गरिएको लभ फरेभर बहुप्रतीक्षित होइन कि बहुबेइज्जती चाहिँ बन्न पुग्यो। चलचित्रले दर्शक नपाएर चलचित्र लागेको हलकै बेइज्जत भयो भने उता चलचित्र निर्देशन गर्ने निर्देशक अनि अभिनय गर्ने नायिकाको संवादले यो कस्तो चलचित्र हो भनेर दर्शककै गाली गलौज सुन्नु पर्यो। चलचित्रको अवस्था हेर्न हामी केही हलमा पुग्दा दृश्य यस्तो थियो। जब बहुप्रतीक्षित भनेर प्रचार गरिएका चलचित्रहरू प्रदर्शनमा आउँछन् ती चलचित्र के साँच्चीकै दर्शकका लागि बहुप्रतीक्षित हुन्छ? यही बुझ्नका लागि हामी आज चलचित्र लभ फरेभरको के छ रिपोर्ट यसबारेमा जानकारी लिनको लागि विभिन्न हलमा पुगिरहेका छौँ। र यति बेला हामी काठमाडौँको कालोपुलस्थित हिरारत्न हलमा आएका छौँ र यहाँको अवस्था हेर्दाखेरि बहुप्रतीक्षित होइन कि प्रतीक्षित पनि नभएको अवस्था देखिएको छ। यो जानकारी हामी तपाईँको लागि गराउन चाहन्छौँ। हल एकदम सुनसान छ। दोस्रो कुरा हेर्ने जतिको प्रतिक्रिया के रहेको छ भन्दाखेरि जस्तो पहिला चाहिँ अश्लील भनेर ट्याग लागेका चलचित्र एटिएम जस्तै अरू चलचित्रहरू रहेका छन् द लास्ट किस, त्योभन्दा पनि बढी अश्लील भएको चाहिँ प्रतिक्रिया यहाँ दर्शकले दिइरहेका छन् र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ बहुप्रतीक्षित भनेर प्रचार गरिएका चलचित्रहरू ती बहुप्रतीक्षित होइन कि ती चलचित्रको अवस्था चाहिँ शून्य जस्तो देखिएको छ।
चलचित्र लभ फरेभर र यस्तै चलचित्रका कारण आज चलचित्र क्षेत्र झन झन बदनाम हुँदै गएकोमा निर्देशक तुलसी घिमिरेले आफ्नो दुःख सहित यस्ता चलचित्रप्रति आक्रोश पनि पोखेका छन्। कार्यक्रम गुड मर्निङ माउन्टेनमा हामीसँग कुरा गर्दै वरिष्ठ निर्देशक तुलसी घिमिरेले अहिलेका छाडा तथा अश्लीलता फैलाउने चलचित्रप्रति यसरी आक्रोश पोखे। म सँगसँगै रिलिज भएको फिल्महरूको दुर्गति देखेको छु मैले है। अहिले हामीले देखि पनि रहेको छौँ। सबभन्दा ठुलो कुरो के भएछ भने 25 वर्ष लगाएर एउटा टाइम आएको थियो नि नेपाली फिल्म इन्डस्ट्रीको, त्यो 25 महिनाको एउटा धार भन्ने चलचित्रहरू आएर धाराशाही भएको छ। नेपाली दर्शकहरू यस्तो भएको रहेछन् कि अहिले उहाँहरूलाई हामीले बुझ्दाखेरि नेपाली फिल्म नहेर्ने नेपाली फिल्म नो, हामी छाडा फिल्म हेर्दैनौँ, हामी हिन्दी फिल्म हेर्छौँ, शालीन फिल्महरू हेर्छौँ, राम्रो फिल्महरू हेर्छौँ, हँसाउने इन्टरटेनिङ फिल्महरू हिन्दी हुन्छ। नेपाली फिल्म घटिया फिल्महरू हामी हेर्दैन, छाडा फिल्म हामी हेर्दैन। त्यो आक्रोश आइसकेको छ दर्शकहरूमा। त्यो आक्रोश निभाएर शान्त गरेर नेपाली फिल्म राम्रो बनिँदैछ, प्लिज कम ब्याक भन्नु सबभन्दा ठुलो कुरो अहिलेको अनिवार्य कुरा भएको छ। अहिले आउने मेरो सुनिरहनु भएको डाइरेक्टर्स भाइ बहिनीहरूलाई पनि र प्रोड्युसर्सहरूलाई पनि कि गो फर पोजिटिभ फिल्म्स। चलचित्रलाई जबरजस्त हिट बनाउन छाडा तथा अश्लील दृश्य र संवाद प्रयोग गरी निर्माण गरिएका चलचित्रले प्रदर्शन पश्चात भोगेको दुर्गतिको कुरापछि फेरि पनि प्रसंग चलचित्रकै। चलचित्र क्षेत्र झन झन धाराशाही बन्दै गएको छ, यो सबैलाई थाहा भएको कुरा हो। तर यसको पछाडि कारक तत्व के कस्ता रहेका छन् अनि एउटा सम्मानजनक इतिहास बोक्दै आएको नेपाली चलचित्र क्षेत्र कस्तो थियो अनि कस्तो हुँदै आएको छ, हेरौं यो रिपोर्टमा। अहिले नेपाली चलचित्र क्षेत्रको स्थिति दिन प्रतिदिन धाराशाही हुँदै गएको छ, यो सबैले थाहा भएकै कुरा हो। हप्तै पछि प्रदर्शनमा आएका चलचित्रको बिजोग परिणामले पनि यो कुरालाई झन झन पुष्टि गर्छ। नेपाली चलचित्र साँच्चीकै नचल्ने हुन् या नेपाली चलचित्र सोचे अनुरूप परिष्कृत हुँदै नगएकाले दर्शकले नेपाली चलचित्र नहेरेका हुन्, यो अहिले बहसको विषय बनेको छ। दर्शकले नेपाली चलचित्र नहेर्ने पक्कै होइनन्, किनकि नेपाली चलचित्रको बजार शून्य जस्तो देखेर चलचित्र क्षेत्रलाई संकटकाल घोषणा गर्नुपर्छ भन्ने आवाज उठ्दै गर्दा त्यसबेला प्रदर्शनमा आएका केही चलचित्रले सफल व्यापार गरेर सबैको मुखमा बुझो लगाइदिएका दृश्य पनि हामीले नदेखेको होइन। त्यसैले दर्शकले नेपाली चलचित्र हेर्दैनन्, उनीहरूको चाख विदेशी चलचित्रमा मात्र छ भन्ने कुरा गर्नु त्यो चलचित्र कर्मीको मूर्खता बाहेक अरू केही हुन सक्दैन। गत वर्ष प्रदर्शनमा आएका 95% चलचित्रले पानीसम्म पनि पाउन नसक्नुले अबको नेपाली चलचित्रको बाटो कता जाँदैछ भनेर सोच्न बाध्य पारेको छ। तर यहाँ सोचेर चलचित्र निर्माण गर्नेको संख्या ज्यादै न्यून रहेकाले सोचेर चलचित्र निर्माण गर्ने होइन कि रंगीन दुनियाँमा आएपछि पर्दामा देखिए चाहिँ आफू पनि रंगीन हुनुपर्छ अर्थात् मोज मस्ती गर्नुपर्छ भन्ने मानसिकता बोकेकाले अहिले नेपाली चलचित्रले यो नियति भोग्नु परेको हो। दिन प्रतिदिन कसरी खस्किँदैछ नेपाली चलचित्रको स्तर अनि गुणस्तर हामी तपाईलाई देखाउँदैछौं। नेपाली चलचित्रको अहिलेको अवस्थाको कुरा गर्दा हामीले एकपटक इतिहासलाई हेरौं, कस्तो थियो कस्तो भयौं हामी। सत्य हरिश्चन्द्र नेपालको पहिलो चलचित्र भनिए पनि नेपालमा बनेको नेपाली भाषाको पहिलो चलचित्र आमा मानिन्छ। विक्रमसम्म 2021 असोज 22 गते प्रदर्शनमा आएको यो चलचित्रलाई तत्कालीन श्री 5 को सरकारको मातहतमा रहेको सूचना विभागले निर्माण गरेको थियो, जसलाई हिरा सिंह खत्रीले निर्देशन गरेका थिए। हिरा सिंहले यो भन्दा अघि नेपालमै केही समाचार सम्बन्धी डकुमेन्ट्री पनि निर्माण गरेका थिए भने उनी नेपाल आउनु अघि भारतीय सिनेमामा काम गर्थे। उनले 20 को दशकमा 3वटा सरकारी स्तरको चलचित्र निर्माण गरेर उक्त कालखण्डलाई आफ्नो पोल्टोमा पारेका थिए। तर आमा निर्माण भएको लगभग 45 वर्ष पुगिसक्दा पनि चलचित्रको स्तर सोचे अनुरूप बढ्न सकेको छैन।
चलचित्रको वस्तुगत ज्ञानसम्म पनि ख्याल नगरी चलचित्र क्षेत्रमा प्रवेश गरेका व्यक्तिका कारण नेपाली चलचित्रप्रति नै नेपाली दर्शकको चाक दिन प्रतिदिन घट्दै गएको छ। हामी स्मरण गर्न सक्छौं 40 को दशकलाई जति बेला सीमापारीबाट चलचित्र बुझेका र चलचित्रको ज्ञान भएका व्यक्ति जस्तै तुलसी घिमिरे, शम्भु प्रधानहरू नेपाल आएर सिनेमा बनाए, त्यस पश्चात नेपाली चलचित्रले एकाएक फड्को मार्यो। 40 को दशक नेपाली चलचित्रका लागि स्वर्णिम कालखण्ड नै मानिन्छ। त्यस बेला सम्झना, लाहुरे, कुसुमे रुमाल, कान्छी, वासुदेव, साइनो, कोसेली जस्ता सफल चलचित्रहरूको निर्माण भयो भने नायक भुवन केसीलाई सुपरस्टार पनि त्यही कालखण्डले बनायो। त्यति मात्र होइन, 40 के दशकमा नायिका तृप्ति नाडकर पनि सफल अभिनेत्री ठहरिन् भने अहिले नेपाली चलचित्रका महानायक मानिने राय समाल र नायिका करिश्मा मानन्दर पनि 40 कै कालखण्डबाट उदाएका हुन्। को दशकमा एकाएक फड्को मारेको नेपाली चलचित्र क्षेत्र अहिले भने दयनीय स्थितिबाट गुज्रिरहेको छ। हप्तै पछि चलचित्रहरू फ्लप भइरहेका छन्। प्रविधिले फड्को मारे पनि चलचित्रको स्तर वृद्धि भने भएको छैन। यो 60 को दशकमा मुस्किलले केही स्मरण योग्य चलचित्रको निर्माण र 1-2 जना राम्रा कलाकारको उदय बाहेक अरू केही हुन सकेन। चलचित्रको स्तर वृद्धि नहुनुको पछाडि केही कारणहरू छन्। ती कारणहरू हामी पनि एकपटक हेरौं। 60 को दशकमा चलचित्र कसरी राम्रो निर्माण गर्न सकिन्छ भन्दा पनि चलचित्रमा कसरी राजनीति गर्न सकिन्छ भन्ने कुराको अभ्यास बढी भयो। चलचित्रको गुणस्तर वृद्धि होइन कि संख्या वृद्धि गरे जस्तै चलचित्रमा राजनीति गर्ने विभिन्न संघ संस्थाको वृद्धि हुनु अनि काम चाहिँ शून्य हुनु। सरकारको मातहतमा रहेको चलचित्र विकास बोर्ड राजनीतिक भर्ती केन्द्रको रूपमा परिणत हुनु। नाम मात्रको कलाकार संघले कलाकारको स्तर वृद्धि तथा प्रविधिसँग कलाकारलाई अपडेट गर्ने कुनै पनि कदम नचाल्नु। निर्देशक समाजमा 1-2 जना बाहेक अधिकांश फ्लप चलचित्रका निर्देशकको बाहुल्यता हुनु। बल्ल बल्ल एउटा चलचित्र निर्माण गर्ने, त्यो पनि शोकको रूपमा, त्यस्ता व्यक्तिको बाहुल्यताले निर्माता संघ भरिनु। चलचित्रको आधारभूत कुरासम्म नबुझेका र चलचित्रको ज्ञान नै नभएका धेरै निर्देशकको उदय हुनु। अभिनय गर्न जान्ने होइन कि पैसा हालेर अनुहार देखाउन चाहने नायक तथा कलाकारको हुल बन्नु। चरित्र निभाउन जान्ने नायिका होइन कि तिघ्रा बढी देखाउन जान्ने नायिकाहरूको उदय हुनु। निर्माताले अभिनय राम्रो गर्ने होइन कि चलचित्रको निर्माण अवधिभरि 24 घण्टा आफैसँग बसिदिने नायिकाको खोजी गर्नु। निर्देशक र निर्माण नियन्त्रकले चलचित्रको कुल बजेटमा चलचित्र कसरी राम्रो बनाउन सकिन्छ भन्दा पनि कसरी बढी पैसा आफ्नो खल्तीमा हाल्न सकिन्छ भन्नेतिर मात्र सोच्नु। चलचित्र कथा वस्तुले चल्छ भन्ने भन्दा पनि अश्लीलताले चल्छ भन्ने सोचको विकास हुनु। खुला हरियो चौरमा 10 जनालाई जुदाएर एकै प्रकारका द्वन्द्वका दृश्य देखाउने द्वन्द्व निर्देशकको मात्र जन्म हुनु। जहिले यताउताका संगीतका टुक्रालाई चोरेर चलचित्रमा संगीत भर्ने संगीतकारको बाहुल्यता 60 को दशकमा वात्तै बढ्नु।
यी विभिन्न कारणले गर्दा नेपाली चलचित्रको स्तर वृद्धि हुन नसकिरहेको हो भन्दा पक्कै फरक नपर्ला। मेहनत भन्दा पनि चलचित्रलाई आफ्नो शोक बनाएका कारण न त नेपाली चलचित्रको स्तर वृद्धि नै भएको छ, न त नेपाली चलचित्रले आफ्नै बजारमा पनि आधिपत्य कायम गर्न सकिरहेको छ। अघि भनिए जस्तै चलचित्रका यावत समस्यामा ध्यान दिन सके र अघि भनिएका कमजोरीलाई त्याग्न सके मात्र नेपाली चलचित्र अनि चलचित्रकर्मीले राहतको साहस फेर्न पाउने थिए कि। चलचित्रको कुरापछि अब संसारकर्मीको कुरा गरौं। संसारकर्मी कुमार लामिछानेले टेलिभिजन स्क्रिनबाट विश्राम लिएको करिब 6 वर्ष पुगेको छ। यो बीचमा क्यानाडा बस्दै आएका कुमारले अहिले आफ्नै शब्द संगीत तथा स्वरमा एउटा गीत रेकर्ड गराएका छन्। साथै गीतको म्युजिक भिडियो समेत तयार भइसकेको छ। नमस्कार, वेलकम टु द शो। He is none other than the UN resident representative in Nepal, Matthew Graham Kahane. हाम्रो साथमा हुनुहुन्छ उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री केपी शर्मा ओली। हाम्रो साथमा हुनुहुन्छ नेपाल स्थित अमेरिकी राजदूत जेम्स एफ मोरियार्ट। योर एक्सलेन्सी, वेलकम टु आवर टक। पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको दिनचर्या, प्रसिद्ध उद्योगपति किशन लाल दुगडको दिनचर्या। कुनै बेला यसरी विभिन्न राजनीतिज्ञ, कूटनीतिज्ञ एवं ख्याति प्राप्त व्यक्तित्वहरूको अन्तर्वार्ता लिँदै टेलिभिजन स्क्रिनमा देखिने यी संसारकर्मी कुमार लामिछानेको परिचय अहिले अझै फराकिलो हुँदै गएको छ। करिब 6 वर्ष यता टेलिभिजनको दुनियाँबाट विश्राम लिएर क्यानाडा बस्दै आएका कुमारले अहिले आफ्नै शब्द, स्वर तथा संगीतमा एउटा गीत बजारमा ल्याउने जमर्को गरिरहेका छन्, जसको म्युजिक भिडियो पनि निर्माण सम्पन्न भइसकेको छ। प्रेयसी तिमीलाई माया म गर्छु, जुनी जुनीलाई सास म लिन्छु, तिमीलाई सम्झी म चुन्जेलसम्मलाई। कुमारले कुनै व्यावसायिक प्रयोजन र व्यावसायिक रूपमा गीत भने गाएका होइन। कुमारले आफ्नै प्रेमिका, जो अहिले उनकै श्रीमतीकी रूपमा रहेकी छिन्, उनलाई पहिलो पटक प्रेम प्रस्ताव राख्दा उनले कागजमा कोरेका शब्दलाई संगीत भरेर स्वर दिएका हुन्। यसपटक म जुन म्युजिक भिडियो लिएर आएँ, यो चाहिँ एउटा मेरो सोख मात्र हो। यसको पछाडि एउटा रिजन पनि छ क्या, वाइ आई कम अप विथ सङ भनेर। त्यसमा चाहिँ कस्तो भने लास्ट इयर भ्यालेन्टाइनमा चाहिँ म अहिले त नेपालमा छैन, म बाहिर छु। लास्ट इयर भ्यालेन्टाइनमा म नेपाल भेकेसनमा आएको थिएँ क्या, अनि आई वाज गोइङ विथ माई फियान्से। अहिले त उहाँ मेरो वाइफ हुनुहुन्छ, बट देन फियान्से। उसमा चाहिँ म बाहिर गइरहेको थिएँ। अब अल अफ सडन वाइल ह्याभिङ अ कफी होइन, मलाई यतिको मुड आइहाल्यो क्या, सी जस्ट इन फ्रन्ट अफ मी होइन। अनि आई थट लाइक आई सुड स्पेन्ड सम वर्ड्स फर हर एज अ कमिटमेन्ट, एज अ एक्सप्रेसन अफ माई लभ होइन। अनि यसो सोचेँ ठिकै छ, लेट्स डिग आउट समथिङ होइन द्याट इज इन माई हार्ट भनेर। अनि यसो कपी पाएँ, कपीमा लेख्न थालेँ, त्यसैबाट एउटा गीत बनिहाल्यो क्या। अनि यो चाहिँ अनि विथिन हाफ एन आवर क्रिएट भयो क्या। त्यसो मलाई यो क्रिएसन चाहिँ दिस इज समथिङ द्याट आई सुड किप इट अलाइभ भने जस्तो लाग्यो क्या। त्यसो मेरो साथीहरू हुनुहुन्थ्यो म्युजिक फिल्डमा लाग्ने, उहाँहरूलाई देखाएँ, ओके दिस टाइम यु सुड सिङ होइन। पहिला चाहिँ टेलिभिजनमा एङ्करिङ गरियो होला, अरू केही कामहरू गरियो होला, यसपटक चाहिँ एज अ सिङ्गर यु सुड मेक अ मुभ भनेर इन्सपायर गर्नुभयो होइन। अनि मैले अब खासै म गीत गाइराख्ने मान्छे त होइन, तर अब वाइ नट टु गिभ अ ट्राई, किन साय हुने भन्ने हिसाबले आई केम अप विथ द सङ। एकदम रमाइलो लाग्यो त्यो गीत सुन्दाखेरि। त्यतिखेर इन्स्ट्यान्टली होइन हाफ एन आवरको टाइममा उहाँले त्यो लेख्नुभयो अनि मलाई गाएर पनि सुनाउनु भयो, मैले रेकर्ड गरेँ त्यतिखेरै। एकदम रमाइलो लाग्यो, एकदम क्रिएटिभ, जस रमाइलो लाग्यो। प्रियसी तिमीलाई बोलको गीत रहेको यसको म्युजिक भिडियोमा मेल मोडलमा कुमार आफै प्रस्तुत भएका त छन् नै, त्यसबाहेक कुमारले फिमेल मोडलका रूपमा पनि आफ्नै श्रीमतीलाई अभिनय गराएका छन्। कुमारले प्रेम प्रस्तावका लागि जसका लागि यी शब्द कोरेका थिए उसैलाई नै म्युजिक भिडियोमा प्रस्तुत गर्दा राम्रो हुने भएकाले श्रीमतीलाई नै म्युजिक भिडियोमा राखेको कुमारले बताए। मैले जसलाई गीत डेडिकेट गरेको छु, यो चाहिँ मेरो आफ्नै लागि पनि एउटा लाइफ टाइम मेमोरी हो क्या। अनि त्यो कारणले गर्दा मैले जसलाई गीत डेडिकेट गरेँ, यदि ऊ पनि पार्ट अफ द स्क्रिन हुन्छ भने त मलाई रमाइलो हुने भयो। प्लस अब मैले आफैले लेखेको, फेरि आफैले म्युजिक कम्पोज गरेँ, आफैले गाएको कारणले गर्दा अब टेलिभिजनसँग त म सधैँ युज टु नै थिएँ, क्यामेरासँग म युज टु नै थिएँ। सो लेट्स बी अ पार्ट अफ इट इन भिडियो अल्सो भन्ने जस्तो लाग्यो। अनि त्यसपछि मैले वाइफलाई सक्छौ त भनेर सोधेँ होइन। सी सोड अ बिट अफ कन्फिडेन्स होइन।
त्यसो भने अलिकता मोटिभेसन आफ्नै न्युज टिमको साथीहरू थिए, सिनेमेटोग्राफर हुनुहुन्छ मेरो मसँग पहिला न्युजमा काम गर्ने साथी हुनुहुन्छ, एडिटर डाइरेक्टर हुनुहुन्छ उहाँ पनि पहिला मसँगै काम गरिरहेको साथी हो। सो दे अल बुस्टेड आवर मोटिभेसन क्या। अनि त्यसले चाहिँ हेल्प गर्यो। अनि समहाउ है म अब एकदमै पर्फेक्सनमा नपुग्या होला तर आई ट्राइड माई बेस्ट टु गिभ माई बेस्ट क्या। एक्चुअली त्यो मेरो क्यामेरामै फर्स्ट टाइम थियो है, नर्भसनेस रमाइलो लाग्यो, एकदम धेरै नर्भस हुने है, अनि धेरै नै के अप्ठ्यारो गाह्रो भयो क्या फर्स्टमा चाहिँ, अनि पछि त क्याजुअली नर्मलै भयो। भिडियो इन अ वे अलिकता युनिक कन्सेप्टमा मैले बनाएको छु। यो EX3 क्यामेराबाट मैले खिचे हो, अलिकता HD क्वालिटी दिनलाई खोजिरहेको छु, प्लस ल्यान्डस्केपको पनि प्रपर युटिलाइजेसन गर्न खोजिरहेको छु मैले यसमा। अनि एउटा तपाईँको सिक्रेट स्टोरी बगाइदिएको छु क्या, किनभने क्यारेक्टरको रेभलेसन एट द एन्ड मात्र हुन्छ। तपाईँले म्युजिक भिडियो हाफसम्म मात्र हेर्नुभयो भने युल नेभर नो वाज द क्यारेक्टर, वाट इज द स्टोरी बिहाइन्ड भनेर। त्यस कारणले यसलाई अलिकता गोस्ट स्टोरी टाइपमा मैले प्रेजेन्ट गर्न खोजेको छु, जसमा चाहिँ तपाईँको क्यारेक्टर चाहिँ फाइनल्ली मात्र रिभिल हुन्छ अनि त्यसमा चाहिँ पिपल वुड नो हु सी इज भनेर क्या। त्यो अलिकता सिक्रेट टाइपको अलिकता फरक नाच्ने गाउने हल्लिने भन्दा पनि अलिकता स्टोरीमा बगाउन खोजेको छु र स्टोरी पनि अलिकता फरक स्टोरी भ्याम्पायर बेस्ड स्टोरी ल्याएको छु। म चाहिँ लामो समय टेलिभिजनमा लागेको कारणले गर्दा अब टेलिभिजनमा चाहिँ मेरो प्यासनै भयो। आई लभ टु प्ले विथ द इन्फर्मेसन, न्युज, ब्रेकिङ न्युज, एक्सक्लुसिभ न्युज, all types of news. I love to play with that. Soft news, hard news, सबैसँग प्ले गर्न रमाइलो लाग्छ। तर अब यो चाहिँ एउटा एक्टबाट एक्सप्रेसन गर्ने कुरा भयो, विच इज एब्सोल्युटली आउट अफ द फ्याक्चुअल डिटेल्स। मलाई त एकदम मनपर्छ उहाँको स्वरै सुनेर म एकदम फिदा भएको उहाँप्रति है। गीतै गाएर उहाँले मलाई अट्र्याक्ट गराएको हो। म पहिला उहाँको सो पनि हेर्थेँ, त्यो पनि मलाई एकदमै मन पर्थ्यो, उहाँको फ्यान पनि हो म। आफ्नो प्रेमको अनुभवका शब्द नै गीतमा रहेकाले यसले सबैको प्रेमको अनुभव प्रस्तुत गरेको कुमारको भनाइ छ। यो गीत चाहिँ मैले अब स्पेसली मेरो वाइफको लागि डेडिकेट गरेको हो भ्यालेन्टाइनमा, र मेरो लभ कमिटमेन्ट फर लभ एक्सप्रेसन भएको छ यसमा। अनि यो एक्चुअली सबै लभमा रमाउन चाहने कपलहरूको लागि हो। त्यसै कारणले कसैसँग आफ्नो प्रेमिकाप्रति माया छ अथवा प्रेमिकालाई आफ्नो बिलभेड प्रति माया छ भने दे क्यान एक्सप्रेस थ्रु दिस सङ, किनभने यो मेरो आफ्नै फिलिङ हो, सम्भवतः उहाँहरूको पनि यस्तै टाइपको फिलिङ हुनसक्छ। त्यस कारणले आई वान्ट टु डेडिकेट दिस नट ओन्ली टु माई वाइफ बट टु अल द भ्युअर्स। टेलिभिजन स्क्रिनमा विभिन्न कार्यक्रम मार्फत आफूलाई कुशल कार्यक्रम निर्माता तथा प्रस्तुताको रूपमा उभ्याउँदै लाखौं दर्शकको मन जितेका कुमारले गीतबाट श्रोता र दर्शकको मन कतिको जित्ने हुन् त्यो हेर्न बाँकी नै छ। माया म तिम्रो लिएर हिँड्छु हर गन्तव्यमा पुग्नलाई, धड्कनमा तिम्रो राख्छु मनमा, म जिउने सार बनाउनलाई। विभिन्न जानकारीको साथ कार्यक्रमी पर्दाको निर्धारित समय सकिसकेको छ र कार्यक्रमी पर्दाबाट मैले पनि बिदा माग्नुपर्ने बेला भएको छ। कार्यक्रमप्रति तपाईँको कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छ भने त्यसको लागि तपाईँले हामीलाई फिडब्याक सेन्ड गर्न सक्नुहुनेछ। फिडब्याकको लागि हाम्रो इमेल एड्रेस रहेको छ eparda@mountaintelevision.com.np eparda@mountaintelevision.com.np मा तपाईँले हामीलाई फिडब्याक सेन्ड गर्न सक्नुहुनेछ। यतिन्जेल हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई भेट्न अरू कार्यक्रमहरूमा उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि म प्रस्तुता किरणलाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार।